Hello guys, namaste. Good afternoon. अनि यता उल्टा त खुल्छ यता गुल्टाङ देखेर बर पिपलु भन्ने सुन्नु भएको छैन यहाँबाट त एकछिन छिर्न मिल्छ कि मिल्दैन ओ दिदी 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 यहाँ भिडियो दाइ यतातिर पानी भर्दै हुनुहुन्छ दिदीको लागि राम राम हेलो गाइज नमस्ते गुड आफ्टरनुन हामी च्याउ खोज्न आएछौँ है हाम्रो यो बर पिपल त्यहाँ छ है हामीसँग दाई हुनुहुन्छ अग्रज दाई त्यसपछि हाम्रो दिदी हुनुहुन्छ अनि उ अर्को गङ्गा अनि मोटाङ अनि अर्को सुल्टाङ अनि यता उल्टा त खुल्छ गुल्टाङ अनि यता मन्दिर छ यो कुन ठाउँ अरे च्याउ खोज्ने भन्छ यस्तो राम्रो बर पिपल छ कि पुरा मङ्गलेरी मङ्गलेरी यो मङ्गलेरीको दृश्य हेर्न सक्नुहुन्छ यसरी यो बर पिपल कस्तो पिपल के कति राम्रो देखेर बर पिपलु भन्ने सुन्नु भएको छैन यहाँबाट त एकछिन छिर्न मिल्छ कि मिल्दैन योमा छिर्यो भने त के हुन्छ अरे यहाँ ढुङ्गा राख्नुपर्छ अरे ए धन्न आफ्नै त अगाडि ढुङ्गा लाग्यो म छिरेँ गाइस यहाँबाट आचो के आयो यस्तो छ है जमानाको हजुरबाउ पुरा उहरूले चाहिँ रोपेको बर पिपल होला के र है अहिलेको पुस्ताले त रोडले भेट्यो भने बर पिपल फाल्ने गर्नुहुन्छ तर बर पिपलको फाइदा उहाँहरूलाई के थाहा कति हुन्छ भनेर हजारौँ वर्ष बाँच्ने पुनर्जन्म गर्ने बर पिपलहरू आज विस्थापित भएको छ हरेक ठाउँमा हरेक ठाउँमा त्यसले संरक्षण गरौँ बर पिपलहरूको हामीहरूले बर पिपलको बिहा पनि हुन्छ विवाह गरिदिनुहुन्छ हैन त्यसैले गर्दा गाइस संरक्षण गरौँ सम्मान गरौँ ल गाइस हामी चाहिँ अब छिरेको फेरि अब जान लाग्यो च्याउ कति भेट्दिने है च्याउ भेट्यो भने फेरि देखाउँछु ल राष्ट्रिय जनावर हाम्रो गाई COW काउ टेम्पल के भयो दिदीको धन्न इन्ट्री भएछ हो चिप्लेर अरूभन्दा नि यो ओहो हो हो कति चिप्लो हो त खाली झन् चिप्लिन्छ नि ओ दिदी 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 यहाँ भिडियो लाइभमै छ त हेर्नुहोस् यत्रो दि खाली खुट्टा नै हिँड्नु भनेको मैले अनि खाली दाइ दे पछाडि तत्कटाइदिनुहोस् त चिप्लिनु भयो यो त कस्तो चिप्लो रहेछ चप्पल लगाउनु भने त्यही भएर खाली खुट्टा नहेर्नु भने कस्तो अनुभव दिदी खै हो के हो च्या हो कि त्यो पनि उद्घाटन गरियो झरना राणा मगरले राणाको कतै यता हेर त यता हेर्न थेर रहेछ ठुलो चाना यसले पनि भेट्यो किन भन्नु कोही भन्छ हामी च्याउ खोज्न आएको है च्याउ पनि भेटिरहेछ है पुथुर्के भन्छ कुटुर्के भन्छ त्यो पनि भेटिन्छ होला दिदी भर्खर लड्नु भयो है ल तल तल नलड्नु है लड्नु हुँदैन गाइस लड्यो भने तल पुगिन्छ माछा छन् होला तल त नै कहाँ ए के यहाँ पनि रहेछ ए होइन र हामी खाना आएको पिकनिक चाहिँ खाना आएको
टोक्दैन जाम कुकुरले टोक्दैन टोक्छ त टोक्दैन आफ्नो बाटो हिँड्छ कुकुर चाहिँ ए डगी यहाँ ओए यहाँ 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 आइज कहिले खै रे भोक मानेहरूलाई बिचारैले हामीसँग केही छैन जा 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 भाइ जा त्यही भए चाहिँ अब हामी च्याउ खोज्न हिँडिदिएको है खै नानीहरूले कता लान्छ थाहा भएन कहाँ जाँदैछ हामी यो खोला पनि भेटिसकेको छ यो 12 कुने डबाट आउने खोला साइड यहाँ थुप्रो माछाहरू पनि पाउँछ यो खोलामा माछा पाउँछ नि हामी जाँदैछौँ यसरी जाँदै हुनुहुन्छ यहाँ पनि छन् होला कुलामा स्वागत छ तपाईँलाई आयुष मिनी भ्लगमा थ्याङ्क यू सो मच यो चाहिँ काठमाडौँको हिल्टन होटल भन्दा चाहिँ कम छैन है पुरा खण्ड छ हैन यो चाहिँ यस्तो बवाल छ कि है अनि हामी अब लाग्दैछौँ उकालोतिर योभन्दा माथि जानुपर्छ अनि योभन्दा माथि गयो भने चाहिँ च्याउ भेटिन्छ भन्छ है बहिनीहरूले अब कतिको भेटिने हो यिनीहरू चाहिँ पारी गएको छ है यहाँ गइसकेको छ 7 मा भाइ छ अनि कहाँबाट हुन्छ त गाई चाहिँ उकालो लागि चाहिँ सबभन्दा उकालोमा मोटाङ छ है ल गइसक्यो हैन कहाँबाट गइस् त माया होला त्यो माया के भइरहेछ त्यहाँ जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् के भइरहेछ एउटा च्याउ भेटिरहेछ पनि फाइनल मैले भेटे छैन है गाई च्याउ अरू न देउले भेटिला र फेरि अहिले यस्तै हुन्छ कि हेर्नु सङ्घर्ष भनेको यो यसलाई भन्छ कि है दिदीले पनि भेटाइसक्नु भयो च्याउ हजुर के हो अब हेर्नु त ब्रुज खलिफा ने सेम छ यो हो हेर्नु त हाम्रो हो नेपालको पुरा सान्य धर्रा झर्ना रानाले भेटिरहेछ हुन त छोरीले भेट्नु नि बाउले खाना पाइहाल्छ पाउनु त प्लास्टिक हाल्न प्लास्टिक ल्याइनस् प्लास्टिक हाल्न पार्टनर ल्याएर धेरै भेट्न फेरि तल जाला चाहिँ त्यहाँबाट गयो भने चिप्लेला चाहिँ बिस्तारै आइज के हो त हामी भेट्दैनौँ च्याउ गाईहरू मेरो हालत हेर्न सक्नुहुन्छ है पुरा चिप्लेर लो त्यो धन्न तल खोलामा पुगेन यहाँ ढारे दिदीको मात्रै ढाड खुस्यो मेरो ढाड खुस्यो यहाँ दुखीले हो कहाँ दुख्न लाग्यो दुखिसक्यो अहिले म रातो च्याउ भेटेँ यो ए आम्बो कत्रो हो यत्रो जङ्गल दुलो च्याउ छैन कि हाटमा यति च्याउ छ च्याउ छैन त गाइस कता छ च्याउ भेट्यो ए भेटिँदैन त यति बेला आकाशमा प्लेन आइरहेछ मजाले प्लेन उडिरहेछ गाइस
है च्याउभेतिर चाहिँ च्याउभेतिर चाहिँ यो चाहिँ यसलाई चाहिँ दुध्याउ भन्छ है गाइस दुध्याउ है दुध्याउ भन्छ यसको नाम ओ माई गॉड ओ नो मैले भेटे ल यस दिस इज अ च्याउ फसट अहिले यत्रो मान्छे दुधेर गइरहेको थियो कि च्याउ र यार्सा गुम्बा भनेको भाग्यमानले मात्र भेट्ने हो कि फेरि मैले भेटेँ कि यस अब राखेँ मैले ब्यागको नाम चाहिँ भुरभुरे च्याउ भन्दो रहेछन् तर यो चाहिँ माथि आएको छैन कि माथि आयो भने चाहिँ ठुलो हुन्छ माथि आएको रहन्छ मेरो साथीहरू सबै बाथा कि सबै अगाडि गइसक्नु भयो अरू चाहिँ पारितिर गइराख्नु भएको छ होइन म चाहिँ पछाडि छु कि सबैले टेक्दै हिँडेको होइन बिर्सिँदै हिँडेको च्याउहरू खोज्दै हिँडिरहेको छु कि खै उहाँले कति बनाउनु भएको छ अहिले देखाउनेछु तपाईँहरूलाई गाइज तर च्याउ रहेनछ कि दिन रात मान्छेहरूले खोजिरहेको छ अनि कहाँ च्याउ हुन्छ कि बाब्रे के हड्डी त्यो मान्छेको त होइन बाबुले लिएर आउनु भएको छ विशेष च्याउ टिभी राख्नु भएको छ दिदीले सानो बाबुलाई लिएर आउनु भएको छ नानी पनि सान्छे यतामा धेरै मान्छेहरू आउनुहुन्छ कि च्याउ खोज्न पिकनिक खान है बेटिङ सबै आउनुहुन्छ यो ठाउँ एकदम राम्रो छ यदि तपाईँहरू आउनु भएको छैन भने आउनु होला यो चाहिँ भाइरल रोडको साइडमा छ भाइरल रोड भनेर चिन्छ है जङ्गलमा यति राम्रो छ भिजिट गर्नु पनि हुन्छ होइन च्याउ खोज्नेको नाममा झ्याउ लागेर आइरहनु भइसक्यो च्याउ नै पाइँदैन ए कहाँ छ त्यो च्याउ हिस्टो पनि हुन्छ फोहोर लागिसक्यो एउटा पनि च्याउ भेटिँदैन त कता गयो च्याउ लाग्यो झ्याउ क्रिस्चियनहरूको प्रतीक्षालय यो चाहिँ गाइज यहाँसम्म पुग्यो तर पनि च्याउ भेटिएन एउटा बल्ल बल्ल भेट्यो दुईटा जोडी खै त दुईटा जोडी कसले दिन्छ पानी तल अब जब क्रिस्चियनहरूको डेट हुन्छ यहाँ लिएर उहाँहरूले अन्त्येष्टि गर्नुहुने रहेछ यहाँनिर के लेख्नु भएको छ घोराई है इसाई यहाँनिर खोला छ है यहाँ चाहिँ छन् बग्ने छरा छ है कति राम्रो तीनटा छरा बग्छ एभ्रिवान ब्युटिफुल झरना वाउ नाइस टु मिट यु दामी छ है आउटडोर छ राइट बाटो यस्तो घोराई इसाई समुदायको समाधि स्थल वडा नम्बर 14 जाने बाटो भनेर चाहिँ जान्छ त्यो चाहिँ यतातिर चाहिँ उता रमनातिर गयो दाइ चाहिँ कहाँ लड्नु भएछ केर माटो फाल्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ दानी आनन्द लिन सक्नुहुन्छ है हाम्रा गाइजहरू यहाँनिर माथि त झर्दै हुनुहुन्छ आयो आयो झरौ ब्युटिफुल वन्डरफुल भाइरल रोडको दृश्य देखाउँदैछु तपाईँहरूलाई यहाँ धेरै मान्छेहरू घुमफिर गर्न आउनुहुन्छ रमाइलो वातावरण छ माथि चाहिँ च्याउ खोज्दै हुनुहुन्छ अब हामी च्याउ अलिकति यो यताको साइडमा नभेटिसकेपछि हामी त जाँदैछौँ मेरो पछाडि कार पनि आइरहेको छ होइन अनि यताको जङ्गलमा चाहिँ हामीहरूले च्याउ नभेटिसकेपछि अब हामी यो एरियामा चाहिँ जाँदैछौँ यहाँ चाहिँ हामी
खोज्ने खोजेछु होइन। तपाईँहरूलाई गङ्गटा खोजेको दृश्य पनि म देखाउने छु। साथै अब हामीसँग आउँदै हुनुहुन्छ लक्ष्य लागेर भाइ बहिनीहरू अथवा दाई दिदीहरू पनि आउँदै हुन्छ। दाईले चाहिँ एउटा च्याउ भेटाउनु भएको छ होइन। त्यस्तै गरिन हामी चाहिँ अब लाग्नेछौँ गाइस। हेर्दै हुनु होला है। लाइक कमेन्ट सब्सक्राइब गर्न भने नबिर्सिनु होला है त। यो दृश्य तपाईँहरूलाई रमाइलो लाग्छ भने यो दृश्यमा तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ। यताको खोला भनेको बाह्रकुनेदेखि आउँछ भने यताको चाहिँ अलिकति यता बाह्रकुनेभन्दा यता साइडबाट आउँछ है। अब हामी योतिर नगएर हामी योतिर जान्छौँ। योमा धेरै गङ्गटाहरू पहिला खोजेको अवस्था थियो। जो पनि खोजेको छ हामीहरूले है त गाइस। डोबान भेटिसकेको छ है। दुई खोलीको डोबान उतादेखि आउँदैछ। सानी भेरी भने यतादेखि आउँदा ठुलो भेरी दुईको चाहिँ एकदम कमसानो हुँदैछ। अब हामी गङ्गटो खोज्ने प्रयत्नमा लागिरहेछौँ। अब यो पालमा चाहिँ छ कि छैन है, म हात हाल्छु। के चाहिँ छ जस्तो छ है गाइस। के चाहिँ होला जस्तो छैन रहेछ। अब म यताबाट हाल्न चाहन्छु। यहाँ रहेनछ है, अर्को ठाउँ खोज्छु मैले। हो यतिर भगवान् भन्ने हुनुहुन्छ, भगवान् छैन नि। यहाँ त घुम्ने ठाउँ पर्यो, जतिहरू पनि मान्छे आउने भयो कि। घरतिर अलिक गाह्रो मान्छन्, मान्छे उकालो पर्छ। बिहान आयो भने नसुक्ने नि, दिउँसो चक्रक्कै परिहाल्ने नि। जाऊ ल त गाइस, अब घर हिँडेको हामी। बाई बाई। बुझ्छन् दाइ? ए दिदीलाई योमा भरिदिन्छु पखालेर योमा। अब चाहिँ पानी खान आएको। माथिबाट तल झरेर दाइ दुई भाइ आएको छ नि तल पानी खान। दिदी चाहिँ माथि कता बस्नु भएको छ। दाइ यतातिर पानी भर्दै हुनुहुन्छ दिदीको लागि। कति मिठो मुलको पानी हो दाइ। यति उकाल्नुहुन्छ कि म पुऱ्याइदिन्छु। आउँदैछ है दिदी पानी हजुरको लागि। यो चाहिँ हाम्रो दिदीको लागि पानी। यति उकाल्नुहोस्। माथिको सक्छु म सपोर्ट गरौँ। ओहो हड्डी रहेछ। त्यो माथि जानुहुन्छ? ए जान्छ जान्छ। ल म त फेरि पानी खानु पऱ्यो कि। हजुर हजुर हामी चाहिँ लागेको डाइलको सपोर्टमा। ल अहिले म तान्नुभयो। ल भाइ चप्पल फुस्किएर फेरि पछि रह्यो चप्पल। कस्तो दामी छ कि। सुन्दर नेपाल यस्तो छ घना जङ्गल। हल्का हामी
यता त आउनु पनि कता त आउनुहोस् कहाँ उठि जानुभयो र दिनुहोस् पानी हुन्न ल पर्नुलाई यता आउने त्यता भिज यहाँबाट यता गर्नु सजिलो छ चप्पल चिप्लो भयो के कसै चप्पल चिप्लो फेरि चप्पल फुस्किल्यो कष्ट भन्छ यो टेन्ट टावर चाहिँ पार गर्नुपर्छ कता चाहिँ यताबाट छ कि हो यता त रहेछ बाटो जाँदै चप्पल पुरै चिप्लो भयो क्या नि कस्तो माथि जाला न चप्पल तल जान्छ होइन दिदी जानुभयो च्याउ बस्नु जानुभयो होला खुट्टामा यस्तो हिला कि ट्राई गरेर चाहिँ वाइट गर्नुहुन्छ जाम दिदी तपाईँलाई दाइले मायाले पानी ल्याइदिनु भएको यहाँ छिराउनुहोस् पानी खान पानी पिउन हड्डी थियो नि तँलाई हड्डी देखेर डर लाग्यो दाइले डर लागेर क्या हड्डी थियो एउटा हड्डी छ त्यहाँ खोलामा तल त्यो किर्सेनको एउटा चर्ने मान्छेको टाउका हड्डी थुप्रै हान्ने ल्याइदिए त हामी त ट्याक्क सानो फुटाल्ने गर्न खाने चिसो छ क्या पानी अहिले तात्तिहाल्छ बर्खाको त यस्तै हुन्छ अलिअलि रस आउँछ यताउताबाट सानो पल पर्नुहोस् अनि गर्न गयो होला अब हामी घरतिर लाग्यो गाइज घर जानुपर्ने हुन्छ अब च्याउ पनि भेट्दैन अलिकति भेट्दैछ यति च्याउ लगेर घर जानु लागेको सबैलाई बाई बाई हेभ अ गुड डे सी यू होइन तपाईँलाई यति ड्याउले उम्रेर त अहिले हामी घर जाने बेला भेटाउने रहेछ ओठुलाई यस्तो खेल्नुहुन्छ हामी त आइगेम गर्दैन लगभग बिहान आएपछि च्याउ तन्नै भेटिन्छन् ठुला भेटिँदैन क्या सानो चाहिँ भेटिन्छन् ठुला च्याउ भेट्नको लागि त बिहानै आउनुपर्छ सबै मान्छे यहाँ 4 बजे उठेर आउँछन् च्याउ ठोक्दै भेटिरहेछ
हजुर यहाँ कलिअलि काहीँ भेटिन्छन् कि भेटे पनि माटो मात्र लाग्यो हुन्छ दाइ पुरै माटो यो बाहिर रोडको जङ्गलमा च्याउ खोज्न आएको है पुरा मान्छेको भिड छ के साह्रो मान्छेहरू पनि अब मान्छे पनि किन्न आओस् सहर बजार थप्प छ आन्दोलनले गर्दा त्यही भएर सबैजना चाहिँ यतातिर च्याउ खोज्ने घुम्ने आइरहेछ मान्छेहरू त्यही छ मान्छेहरूको जमात हामीले हात हालेनौँ क्या त हात हालेपछि त्योमा भेटिन्थे कोक्रोच र त्यो लङ्गटा औषधि हुन्छ नि दुधवाला त्यो अन्त बरु चाहिँ यतैतिर भेटिने चाहिँ उता जहाँ ओसिलो छ त्यहाँ भेटिने हो त हामी गयौँ सुक्खा दाँदामा कहाँ भेटिन्छ झरी चाहिँ होइन र चिन्दैन के म त पानीको झरीमा यस्तो वार्र भन्छ नि अस्ति भरतपुर ग्राउन्डमा यति धेरै थियो ल्याएको बनाउने भनेर बहिनी नबनाइदिएर त कोही छ 1 बजका थियो पानी परेपछि त घट्दै जानुपर्छ बरु यिनी रातो खालको त थुप्रो हुन्छ कि अस्तिलाई म झन् धेरै ल्याए बेला 3 डोका च्याउ ल्यायौँ क्या हामीहरूले चलाइ हेरेर हुक्कै परेछु म त त फाइट खेल्दा कसले जित्छ अगाडिको दुईटा एकछिन फाइट खेल्न अगाडिको नि दुईजना फाइट खेल्नु हुन लाग्छ है यता पनि रेस्लिङ खेला रेस्लिङ कहाँ चौडो हुन्छ राम राम मोतीले भेटे त्यसलाई ढ्याम्सीलाई गर्छ बाइक आयो बाइक आछ बाइक हाँसो हेर्न आनो ओइ गङ्गन अर्किला जुन पाप लाग्छ